हर्क साम्पाङ एउटा राष्ट्रिय दलको पार्टीको नेता हुन् र एउटा पार्टीको अध्यक्ष पनि हुन्। उनले जसरी सोसल मिडियामा एक हातले मोटरसाइकल चलाएर भिडियो गरेर त्यसपछि एक्सिडेन्ट भएर हातमा चोटपटक लागेको देखाउनु यो इमोसनल ब्ल्याकमेलै हो। भावनात्मक हिसाबले सबैलाई आफ्नोतिर आकर्षण गर्नु या अट्याचमेन्ट ल्याउनु हो। तर एउटा जिम्मेवार पार्टीको व्यक्ति, एउटा राष्ट्रिय दल भएको पार्टीको अध्यक्षले यो कस्तो हरकत हो? उनले आम जनताले उनीबाट के सिक्ने? उनी आफै कानुन नियम बनाउन गइरहेको मान्छेले, व्यक्तिले यस्तो गर्नुहुन्न है भन्ने ठाउँमा सोसल मिडियामा इमोसनल ब्ल्याकमेल गर्ने तरिकाले भिडियो बनाउने किन? यदि तपाईँ जानुभएको थियो भने जानुपर्ने थियो, तर सोसल मिडियामा भिडियो बनाएर एक्सिडेन्ट भएको घाउ देखाएर यो ब्ल्याकमेल नभएर के हुन सक्छ? हामीले के सिक्ने तपाईँबाट? एउटा राष्ट्रिय पार्टीको दलको नेता भइसकेपछि यो कुरा गर्नुहुन्न है भन्ने ठाउँमा तपाईँ आफै हेलमेटको फिता लगाउनु हुँदैन, आफै एक हातले ट्राफिक भाइलेसन फैलाइरहनु भयो, ट्राफिक नियम उल्लङ्घन गर्नुभएको छ। यो गरिरहँदा तपाईँले मबाट गल्ती भयो भनेर स्वीकार्ने कि नस्वीकार्ने? यदि स्वीकार्नुहुन्न भने तपाईँमा नैतिकता पनि छैन भन्नुपर्ने अवस्था हो। त्यसैले तपाईँ अर्को पटक केही गर्दा सोच विचार गरेर अलिकति भिडियो अपलोड गर्नुहुन्छ कि भन्ने आम जनताको आशा छ। तपाईँलाई यस विषयमा के लाग्छ? आफ्नो विचार कमेन्टमा राख्नुहोला। धन्यवाद।